टक्क लाएर होइन पानी आउनु लाग्यो। वेदर यस्तो छ, हल्का छिट्याउँदैछ। म चाहिँ काठ लिन आएको, काठ लिन आउँदा नै झ्यास पनि डराउनु। यता आगो बलिरहेको छ। जाडो मौसममा आगो ताप्नु मजा आउँछ। यसरी पानी आइदियो हुन्थ्यो होइन, पानी नै आउँछ होला सायद। यता काठको भारी लगाइसक्यो भन्दा नि नाम्लो बाँड्नु बाँकी छ। मस्त तातो आगो सामे आगो तापेर स्कुलबाट नै आइपुग्यो अघि नै। अनि खाजासाजा खाएर झ्यास डराउनु र काठ लिन आएको। अब झ्यास डराएर भन्दा नि अब जाने पानी आउनु लागिसक्यो। टक्क लाएर आगो बलिरहेको छैन। पर दुई ठाउँ डराएको। त्यो पल्लो छेउमा चाहिँ हरियो छ र त्यहाँ राम्रै डरेर, अनि वल्लो छेउमा चाहिँ भर्खर छल्किँदैछ। अघि नै डराएर आएको पनि भर्खर छल्किँदैछ। यहाँ यताको बरु सकिसक्यो। अब अनि हल्का हल्का ल्यायो, मेरो काठै लड्यो। पानी चाहिँ छिटाइसकेको छ भन्दा नि हल्का हल्का त आइरहेछ पानी। अब पानी आए त हुन्थ्यो भनेर सोच गरिरहेको छु, तर आउँछ कि आउँदैन थाहा छैन। डर चाहिँ पछाडि जान्छ। अब काठ पनि धेरै बाँकी छैन, थोरै बाँकी छ लानको लागि। आधी चाहिँ अस्ति उँधोतिर लगिसक्यो। अनि अब काठ लिएर गएर यति काठ सकेपछि चाहिँ फेरि यो छेउछेउ खन्नुहुन्छ होला मम्मीले। अनि छेउ कुना गरेपछि आलु मकै रोप्नुपर्छ। फेरि अर्को वर्ष आलु खानुपर्छ। आगो ताप्दै बस्ने हो एकछिन चाहिँ, अनि जाने हो। टक्क लाएर पानी आउनु थाल्यो। भ्लग बनाइदिनु पऱ्यो भनेर सोचेको थिएँ। फेरि जाडोमा चाहिँ जाडो हुन्छ होइन, गर्मी हुन थालेपछि आगो पोल्नु थालेपछि माया कसम यस्तो पोल्छन् कि। यता काटेको काठ चाहिँ टक्क लाएर नाम्लो बाँध्ने हो। नाम्लो नै बाँध्नु पर्यो अझै एक दुईवटा काठ थपेर। अनि मोबाइल अड्डाएको अझै काठ थप्छु। पुग्नु चाहिँ सक्ने हो कि होइन होइन। ला यार फेरि लड्यो। काठ बोक्नु चाहिँ पहिलोचोटि हो। अनि काठ बोक्नु चाहिँ जान्दिनँ कि म। कस्तो हो यहाँ यस्तो गर्ने, यता पुग्छ भने यस्तो होइन। कस्तो यार यतै पुग्छु के भएको, कसरी पुग्छु यस्तो गरेर झोक्यो। ए बल्ल थाहा भयो यता चाहिँ
यस्तो गरेर पहिलोचोटि के जिन्दगीमा पहिलोचोटि भन्दा नि हिजो अस्ति नै अलिअलि बोक्यो तर यसरी चाहिँ बोक्नु आएन काठ चाहिँ अनि यस्तो अप्ठ्यारो अप्ठ्यारो हुन्छ क्या बोक्नै आउँदैन भुइँ ठोकिरहेछ फेरि टक्क लाएर आज उपार गरेर बिसाउने अनि त्यहाँ नि हल्का आगो फुकेर त्यस पछाडि के गर्ने भन्दाखेरि आगो फुक्ने अनि पानी नआउँदैछ यहीँ बसेर बेलुका बेलुका घर जाने यताउता ग्यास डराउनु पर्छ सोरसार पारेर डराइदिने हो अनि मात्रै जाने हो घर बारी खुट्टा चाहिँ बारी भन्दा नि कम छैन क्या सेतै भएको छ लखड लखड हिँड्यो बारीमा बाँझो पाऱ्यो भन्ने चाहिँ मिल्दैन डरिरहेछ झन् उता त निभ्यो डर्दा पनि डरेको छैन क्या जिउँदै छ यता नि त्यस्तै छ अब यसलाई नै भित्रभित्र हालिदिने हो डर्छ नडर फेरि भोलि हामी डराउनु पर्छ बेलुका कहाँ रहेछ यस्तो यस्तो म्यासला अथा घोच्यो यस्तरी घोच्छ नि म्या यत्रो काँराले त्यो गर्नु पर्यो जुत्ता चप्पल यहाँ छ्यास्स घोच्यो यता त अब बोल्दैन जस्तो छ आता डर यार खुट्टा नि कालो भयो पुरै क्लाउडी भएको छ क्या यहाँ रुम चटारतिर पानी आएको जस्तो देखिरहेको छ यता उतातिर उपतालतिर त्यो यो पढ्न सुरु भयो भन्दै थियो यहाँ गुराँस फुलिरहेको छ क्या मैले अस्ति नै हालिसकेँ गुराँस त टिकटकतिर देख्दैन हल्का फुल्का देख्छ आगो नि बोल्दैन साल धुवा मात्रै आउँछ जाडामा ताप्नु मन लागिरहेछ मैले काठ त्यहाँ बिसाएँ काठको भारी बोक्नु आउँदैन हौ के भएको सिकाइदेऊ न हौ कसैले त क्या यस्तो फेरि यति आलु मकेर बिसाक्यो भने त आनन्द हुन्छ नि त 1-2 महिना भन्दा नि बाख्रालाई घाँस त काट्नु परिहाल्छ डेली नै पुरै यहाँको डढ्दैन जस्तो छ यहाँको डढ्दैन जस्तो छ यहाँको त हिजो डराएको थिएँ उयो भएछ के अरे राम्रै डरेनछ पानीले अलिअलि भिजेको छ यता यहाँकोलाई चाहिँ यतिकै गरेर राख्नुपर्छ यसलाई नि डराइदिनु न पत्तेस गरेर ल्याएर होइन किन बाँकी राख्नु यहाँ चाहिँ पानी पर्न थाल्यो फाइनली तर अघि नै यतिकै गरिरहेको थियो पढ्दै रोकियो अहिले नि यतिको चाहिँ आइरहेछ आउनु चाहिँ त्यही नि मतलबै होइन नि बल्ल बल्ल पानी आएको छ भिज्नु त पर्यो हल्का अरे के पत्केट लिएर जानु पर्यो क्या हेर न पत्केट पनि छैन दिम्के आएर सोरेर कालिज कुद्दैछु उतातिर रे यता सोर्नुपर्छ खालि एक थोपा गरेर जम्मा गर्नुपर्छ अनि मात्रै हुन्छ नत्र त पत्केट त
यति भए त मेरो आगो नि सल्किन्छ थोरथोरैले सल्किहाल्छ खासै धेरै त चाहिँदैन ल यति भए त पुग्छ यस्तो लिएर जानुपर्छ कि आगो छिटो सल्किन्छ पनि अनि ग्यास पनि छिटो डढिसक्छ यो ग्यास त निस्को ठाउँमा कामै छैन यसको पनि अब पत्केनी त लानु पर्यो यसलाई कसरी लाने यसो गरौँ ढक्कलाई यहाँ राखौ त्यही गरेर लानुपर्छ त्यहाँ धुवा निस्किरहेछ पुतुतुतु गुराँस मस्त फुलिरहेछ यार यो चाँडो गुराँस फुल्ने समय त होइन तर पनि के हो यो बुझ्नै सकेन यस्तो गरेर राख्नुपर्छ साथी यस्तो गरेर ए यहाँबाट आगो लगाइदिने अब टक्क लाएर सल्किन्छ कि सल्किँदैन हात नै पुरै कालो भयो यतै कालो छ यतै कालो छ यता झन् कुरै नगर सल्किन्छ होला सल्किनु पर्ने हो सल्किँदैन जस्तो छ यतापट्टि भएर नि आगो लगाइदिनु पर्यो यहाँबाट डढ्दै गऱ्यो यो डर छ कि भनेको घमण्डी दिमाग भन्नु चाहिँ मिल्दैन यताबाट नि लगाइदिनु झट्ट खोइ हावाले लाइटरै बाल्न दिँदैन बल्छ कि के हो बोलेन छाडिदिउँ यहीँबाट जान्छ कि डढ्दैन जस्तो छ यार फेद मात्रै डरिसक्यो टुप्पी डढ्दै के गर्ने भन्दा थोरै हुँदो सार्ने फेरि झ्याप्पै झऱ्यो अता यहाँ पो सल्किन थाल्छ डढ्छ अब चाहिँ डरिसक्न लाग्यो भन्नु चाहिँ मिल्दैन किन उता सल्केपछि त एकैछिनमा डरिहाल्छ अनि साँच्चै एउटा कुरा चाहिँ के अरे यो भिडियो टिकटकबाट एडिट गर्ने हो कि क्यापकटबाट कसरी एडिट गर्छ मलाई भिडियो एडिट गर्न आउँदैन यार जस्तो छ त्यस्तै रियल भिडियो हाल्नु चाहिँ मेन टिकटकबाट हाल्दाखेरि त्यो टिकटकमा कान्न फोटोवाला आउँछ क्या त्यो के अरे यसको रेन्जले नभ्याएर हो कि के भएको त्यो रोकिनको लागि आउँछ कि टिकटकै अफ गर भनेर क्लोज र स्टपवाला अप्सन त्यसले गर्दा टिकटकबाट आउँदैन क्यापकटबाट चाहिँ हल्का आउँछ त्यही पनि कस्तो आगो चाहिँ सल्किँदैछ टक्क ऊ पर उता हातमा आनन्दले उता डर्नुलाई थालिसक्यो टुप्पी यति सबै डरेपछि जाने हो घर चाहिँ अब ऊ त्यो पर पनि हल्का मिलाइदिनु पर्यो बारी चाहिँ जोतेर सबै खुट्टा बस गाडिने भएको छ चप्पल पनि त्यस्तै छ फेरि चप्पललाई भोक लागे जस्तो छ यहाँ छ दुईटा काठ मेरो त्यसलाई लिएर जाने हो भोलितिर यहाँ डढ्दैन खै डर है डर त्यो बिस्तारै सल्किन्छ होला भने कि यता त यस्तो जिउँदैछ के को दाना हो यस्तै डलाइदिँदो रहेछ दाना पनि ए उ त्यो झारको दाना रहेछ अस्ति चाहिँ यहीँ माथि नै आगो लगाइदिनु खोजेको अनि आगो नलगा भनेर म पनि कराउन थाल्यो फेरि छाडिदियो धुवाले नै रुवाइदिन्छ अब उयो त डर्दैन यता तान्नु भने हात घुट्छ काँडाले फेरि
त्यसलाई के गर्ने जुगाड लगाउनु पर्यो अब यहाँको काठ भाँचेर लगेर तानेर डढाउँछु खुकुरी लिएर आएको भाइ सजिलो थियो यो झन् काठ भाँचिँदैन मेरो जुगाड चाहिँ रेडी भयो होइन तर काम चाहिँ गर्छ कि गर्दैन है यस्तो गर्ने यहाँ लगाउने सबैले छुट्छ त्यहाँ अनि तान्ने यस्तो गरेर माथि जान्छ कि भने आश गरेको त तलै झऱ्यो अता यो माथि गयो आधी ल्यायो यस्तो गर्ने फेरि यस्तो गर्ने यस्तो गरेर तान्ने हातले नै तान्थे तर यहाँ काँडा छ क्या बडी नै एउटा काँडा लगेपछि त काँडा रहेनछन् भनेको त्यो काँडा आएन लु साला तँलाई नि डराइदिन्छु जुगाड काँडा नलाग्न लागि चाहिँ यस्तो गर्ने भएन भने काँडा छ कि हेरेर गरेन भने त हात बुचिहाल्छ यो त यहाँ रहेछ यस्तो काँडा धारिलो गरेर यस्तो गरेर टक्लक्क बोकेर चाहिँ छ्याप्पा हालिदिनुपर्छ अब यहाँ अलिअलि रह्यो यहाँ डढ्नु थाल्यो चटर फेदबाट डढेको भए झन् मजा आउँथ्यो टुप्पी डढ्छ धुवाको मुस्लो घाम लाग्यो रात परेपछि यो परको चाहिँ छेउछाउको सोरसार पारेर लगाइदिनु पर्यो परको पनि डऱ्यो होला पर एकचोट जान्छु अनि के घर जाने हो ए त डढ्दैन ठुल्ठुलो डाँडाहरूमा छ यस्तो गरेर लगाइदियो यस्तो गरिदियो डढ्दैन यो अस्ति नै यतातिर नि मैले लगाइदिएको आगो यहाँको चाहिँ यस्तो भइछ यो नि यति मात्रै होला डढ्दैन भनेको अलिअलि डढ्दैन यो पनि अब पछि यतातिर साइड लगाएर राख्नुपर्छ हात काट्छ छुन्न टक्क लाएर अब ऊ परको पनि डढ्दैछ त्यहाँनिरको अनि त्यहाँनिरको पनि डढ्दैछ अब घर जाने मस्त डरिरहेछ यहाँको त डढ्छ कि भनेको डढ्दैन होला त्यसको चाहिँ टुप्पीमा मात्रै आगो लाग्यो फेदैबाट अघि आगो लाउँदाखेरि बोलेन मैले माथिबाट जलाइदिएको थिएँ त्यो नि जलेन माथिबाट पनि यसलाई पनि एक लात्ता चाहिँ दिइराखेर जानु पर्यो अब काठ लिएर जान्छु अनि हात खुट्टा धुन्छु बाख्राहरू नि हुनु छ अघि त बोकेर ल्याएँ यहाँसम्म यहाँबाट चाहिँ कसरी लाने हो क्या यो काठ बोक्नै आउँदैन यस्तो गर्नु पर्यो बोटी यहाँ गाँठो छिर्यो त्यसले दुखाउँछ
फेरि के लास्ट दुःख नै भएर अब आएर काठ बोक्नै आउँदैन ल बल्ल बल्ल बोक्यो भनेको त उल्लुले फेदमा ठोकिरहेछ ड्याङ ड्याङ पारेर ठोकिँदा त फेरि अनि उल्लु छेउ र पल्लो छेउ सर्छ यो बाक्का जिन्दगी पहिलोचोटि बोकेको सकिँदैन तर फुत्केर भागेको गर्छु नत्र म काँधमा बोकेर हिँड्थेँ यतिलाई केही छैन अब त उकालो उकालो क्या बाटो नि टक्क लाएर घर जाने छुट्टै यस्तो छ फेरि भोलि बेलुका आउनुपर्छ पर्सिको दिन त बिदा छ फेरि बिदाको दिन बिहानदेखिको भन्दा नि बिहान त कोचिङ जाने रे कोचिङ लाग्ने रे अनि 10 बजेतिर आएर खाना खाएर फेरि काठ बोक्न थाल्ने हो दुखाएर मर्ने बेला भइसक्यो भिडियो पनि धेरै लामो भइसकेको छ क्या 22 मिनट भइसक्यो एडिट गर्दाखेरि 10 मिनटको हुन्छ होला अरे उकालोबाट छ यो उकालो चढ्ने अन्त रोड आएपछि छिटो सजिलो हुन्छ तर 5 मिनट पनि लाग्दैन खाली हो भने चाहिँ 2 मिनटमा पुग्छु यहाँनिर यो बाकल बोकेर बाकल बोक्न आउँदैन नि त अनि गाह्रो हुन्छ अल्टियम लाग्छ घरतिर पुगेपछि बनाउन लाज लाग्छ भिडियो बनाइबस्नु जाऊ हुन्छ नानी अप्ठ्यारो लाग्छ अब सर्टकट बाटो अपनाउने हो सर्टकट बाटो नि जान सकिँदैन यस्तो दुखाइरहेको छ कि पछाडिबाट ढाडमा परको धुवा आइरहेछ यहाँबाट उकालो जानु पनि जब सलुलु सुलुलु सुल्केर तल आइपुग्छ राख्ने काठ चाहिँ आजको लागि